होइन, खास गरेर यो हाम्रो बाध्यता हो। विगत 8-10 वर्ष पहिलादेखि हामीले डडेलधुराका सम्पूर्ण व्यावसायिक साथीहरूले डडेलधुराको मुख्य बजार क्षेत्रमा अरूलाई अप्ठ्यारो पर्ने गरेर कुनै पनि सडक जाम, यो टायर बाल्ने अनि यो बीच बजारतिर चाहिँ कोण सभा गर्ने यी कुराहरू चाहिँ गर्नु हुँदैन। यसले सारा चाहिँ यो बजार क्षेत्र लगायत यसले नकारात्मक असर पार्छ भन्ने मूल्य र मान्यता राख्ने हामी अनि त्यो भइसकेपछि आज हामी बाध्यात्मक परिस्थिति हाम्रा लागि सिर्जना भयो र हामी विवश भयौँ। हामीले के देख्यौँ भने यो देशमा यो सत्य पक्षका हिसाबले कुनै पनि चिजको छानबिन नहुने देखियो। हरेक चिजमा न्याय पाउनका लागि आन्दोलन नै उपयुक्त चाहिँ अहिलेको यो अवस्था हामीले देख्यौँ। हरेक ठाउँमा आन्दोलन नगर्दा राज्यले चाहिँ नसुन्ने खालको अवस्था भए हुनाले एउटा सबभन्दा सुरक्षित ठाउँ भनेको कारागार हो। आम नेपाली नागरिकले बाँच्न पाउने अधिकार सबैमा हुन्छ र कारागार जस्तो सुरक्षित ठाउँमा पठाइएको मान्छेलाई अनि त्यो तरिकाले त्यो अङ्गभङ्ग हुने गरी चुटपिट गरेर टाउकोमा चोट, अनुहारमा चोट, जिउभरि निलडाम भएको यो भिडियो र फोटोहरू हिजोदेखि सामाजिक सञ्जालमा व्यापक रूपमा छन् र यो जो कोहीले पनि हेर्दा यो सुनियोजित तरिकाको षड्यन्त्र हो र यसलाई चाहिँ पिटेर मारेको भन्ने खालको अवस्था सर्वविदितै छ। त्यसकारण हाम्रो एकजना व्यवसायी उसले कसुर गरेको छ, कसुरको चाहिँ ऊ सजाय भोग्न तयार छ। अदालतले फैसला गरिसकेपछि ऊ सजाय भोग्न चाहिँ कारागार चलान भइसकेको मान्छेलाई यसरी कुटपिट गरेर चाहिँ जघन्य तरिकाले हत्या गरिन्छ भने त्यसको उचित छानबिन होस्, त्यो एउटा उचित न्यायिक समितिले छानबिन गरोस्, त्यो दोषीलाई चाहिँ के अरे कारबाहीको दायरामा ल्याइयोस्, पीडितलाई न्यायसहितको क्षतिपूर्ति दियोस् भनेर हामीले चाहिँ यो बाध्यताले यो व्यावसायिक आन्दोलन गरेका हौँ। आगामी कदमहरू के हुन्छन् र तपाईको एजेन्डा मागहरू के हुन्छ? हामीले यो बाध्यात्मक हिसाबले सञ्चालन गरेको जुन यो आन्दोलन छ, राज्यले हाम्रो मुद्दा सम्बोधन अहिले गर्यो भने अहिले नै यो आन्दोलन चाहिँ हामी फिर्ता लिन्छौँ। भोलि गर्छ भने भोलि नै गर्छौँ। यथाशीघ्र चाहिँ राज्यले सुनेन, यो छानबिन समिति गठन गरिएन र पीडितले न्याय पाएन, दोषीलाई कारबाहीको कठघरामा उभ्याइन भने हामी चरणबद्ध रूपले योभन्दा सशक्त रूपले आन्दोलन गर्ने चाहिँ तयारीमा छौँ। यो हाम्रो डडेलधुराको मुख्य बजार यो हामीले विशेष गरेर हाम्रो चाहिँ पहुँच यहीँ भएको नाताले र व्यवसाय जुन चाहिँ मृतक व्यवसाय हुनुहुन्छ ती पनि यहीँका भएका नाताले हामीले सुदूरपश्चिमको पहाडी 7 जिल्ला यहाँबाट जाने जति जिल्लाहरू छन् यो जम्मै जिल्लामा चाहिँ यातायातदेखि लिएर यो सबै कुराहरूलाई प्रभावित गरेर राज्यलाई हाम्रो आवाज सुनाउनका लागि मात्रै हामीले यो आन्दोलन गरेका हौँ।